सो यो आजको भिडियोमा चाहिँ हामीले रेजोनेन्स स्ट्रक्चर अफ ओजोनको बारेमा चाहिँ पढ्नेछौँ र त्यसको लागि चाहिँ सबैले थाहा छ ओजोन भनेको O3 जसले चाहिँ हामीले डिभाइड गर्दाखेरि चाहिँ यता O यहाँ O र यहाँ O हुन्छ र अक्सिजनको भ्यालेन्स सेलमा चाहिँ 6 वटा इलेक्ट्रोन हुन्छ त्यो सबैलाई नै थाहा छ यहाँ दुईटा अनि यता चाहिँ दुईटा यसको पनि त्यही गर्ने यहाँ दुईटा हुन्छ यता दुईटा हुन्छ यता दुईटा हुन्छ यसको पनि 1 2 3 4 5 6 वटा हुन्छ र यसो गर्दाखेरि चाहिँ यो अक्सिजनले र यो अक्सिजनले चाहिँ डबल कोभ्यालेन्ट बोन्ड चाहिँ फर्म गर्छ जस्तै कि अब यो अक्सिजनको भ्यालेन्स सेलमा चाहिँ 6 वटा इलेक्ट्रोन छ र यसले स्टेबल हुनको लागि चाहिँ दुईटा जति इलेक्ट्रोन चाहिँ चाहिएको छ यसले पनि दुईटा जति इलेक्ट्रोन चाहिएको छ त्यही भएर चाहिँ यो दुईटा इलेक्ट्रोन चाहिँ यिनीहरू दुईटा बिच शेयर हुन्छ अब यो अक्सिजनले चाहिँ यहाँबाट दुईटा इलेक्ट्रोन लान्छ अनि यो अक्सिजनले पनि यहाँबाट दुईटा इलेक्ट्रोन लान्छ अब यसो गर्दाखेरि चाहिँ यो अक्सिजन चाहिँ स्टेबल भइसक्यो किनकि यसको भ्यालेन्स सेलमा चाहिँ 8 वटा जति इलेक्ट्रोन भइसक्यो 1 2 3 4 5 6 7 8 यो अक्सिजन पनि स्टेबल भइसक्यो किनकि यसको पनि 8 वटा इलेक्ट्रोन जति चाहिँ भ्यालेन्स सेलमा चाहिँ पुरा भइसक्यो 1 2 3 4 5 6 7 8 तर यो अक्सिजनमा त फेरि उनी भ्यालेन्स सेलमा चाहिँ 6 वटा मात्रै इलेक्ट्रोन छ र यसले पनि स्टेबल गर्न पर्यो हैन यसलाई स्टेबल गर्नको लागि चाहिँ यहाँबाट जुन यो लोन पेयर छ दुईटा लोन पेयर छ त्यसले चाहिँ यो अक्सिजनले चाहिँ डोनेट गरिदिन्छ यो अक्सिजनले चाहिँ यहाँबाट दुईटा लोन पेयर चाहिँ एउटा लोन पेयर चाहिँ लान्छ र यसो गर्दा चाहिँ यो पनि स्टेबल हुन्छ र यसलाई यसरी पनि देखाउन सकिन्छ यस्तो गर्ने र यसरी पनि देखाउन सकिन्छ तर यसको रेजोनेन्स स्ट्रक्चर हेर्ने हो भने चाहिँ यसरी तीनटा इलेक्ट्रोन यहाँ कोभ्यालेन्ट बोन्ड फर्म भयो र यता चाहिँ डोनेट गर्यो र अर्कोतर्फ पनि यस्तै नै तीनटा इलेक्ट्रोन सरी यो अर्कै बनाउनु यहाँ तीनटा इलेक्ट्रोन छ यता डोनेट गर्यो र दुईटा कोभ्यालेन्ट बोन्ड फर्म गर्यो यसलाई मिलाउँदाखेरि चाहिँ ओजोनको हाइब्रिड रेजोनेन्स स्ट्रक्चर चाहिँ यस्तो हुन्छ यस्तो खालको भन्छ यस्तो डट 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 लगाइदिने यहाँ पनि यस्तो डट 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 लगाइदिने सो यही नै हो ओजोनको हाइब्रिड रेजोनेन्स स्ट्रक्चर